है साथीहरू, कलेजतिर लाग्यो। अब 1 घन्टाको बाटो हो ट्रेनमा यात्रा। त्यस्तै छ। पानी परेर चाहिँ यो हिजो र आज यस्तो फिल्मी मुड भएछ नि, खतरा भयो क्या। यस्तो फिल्महरूमा हुन्छ नि, टक्क कसैले मलाई खिचिदिइरहेको हुन्छ नि, टक्क हिँडिरहेको जस्तो भइरहेको क्या। यस्तो खतरा इन्भाइरोमेन्ट भइरहेको। यहाँको सिस्टम चाहिँ यस्तो हुन्छ, अहिले यहाँ ग्रिन लाइट छ, त्यहाँ चाहिँ रेड छ, तर पहिला यहाँ क्लिक गर्नुपर्छ। यहाँ अनि मान्छे हेर्ने चाहिँ रातो छ। अहिले क्लिक गर्नुपर्छ, त्यो ग्रिन भयो, गाडी गयो। अब त्यो रेड भएपछि चाहिँ यहाँ बल्ल त्यो ग्रिन बल्छ मान्छे जानलाई, अनि बल्ल बाटो काट्न मिल्यो। बस स्टप त्यहाँ छ, ट्रेन स्टेसन चाहिँ यहाँ छ। त्यहाँ रेड हो, अब यहाँ बल्ल हिँड्न मिल्यो। यसरी अब त्यो ब्लिक ब्लिक भएर त्यो रेड हुन्छ फेरि, अनि त्यसपछि चाहिँ हिँड्न मिल्दैन। गाडीको लागि ग्रिन हुन्छ, रेड भइसक्यो है। अब ट्रेन चढ्छौँ। टक्कै यहाँ ट्याप अन गऱ्यो। यसो टोइलेट जाऊँ भनेको, छिर्न लाग्यो, ट्रेन आइहाल्यो फेरि। Criminal and antisocial behaviour across the transport network. Doors closing. Please stand clear. I haven't seen it in so long. ओर्लियो है, ओर्लियो। अब यहाँबाट कलेज जाने। यहाँ अगाडि स्टेसनबाट निस्केपछि चाहिँ मलाई सही लाग्छ क्या। हाट छ यहाँ, त्यहाँ त्योबाट निस्केपछि अगाडि यस्तो सही छ, त्यो चाहिँ अहिले खिच्नुपर्छ। त्यसपछि यहाँबाट माथि लाउने। यो चाहिँ सही देखिन्छ क्या, यहाँबाट हेर्दाखेरि लाइटनिङ यस्तो छ होइन। घडी चाहिँ अलग देखिन्छ।
टाढाबाटै हेर्दाखेरि त्यो घर सही देखिन्छ कि ब्याकग्राउन्डमा। यस्तो छ है भ्यू चाहिँ मा सही लाग्छ क्या, रोयल फिल छ क्या। यहाँबाट एक्जिट गरेँ पनि फेरि एन्टिक लग्जरी छ, छुट्टै भाइब। पानी परिरहेको छ, पानी परेर चाहिँ सही भएछ क्या। त्यहाँबाट चाहिँ लाइट रेल छ, यहाँबाट पुलिसको गाडीबाट राइटतिर। देखिरह होला तिमीहरूलाई कता नि कतै फोटोहरूमा। पानी पर्छ यसरी कडा भयो, कडा कति फेरि यस्तो चाहिँ हरियो बल्यो, बाटो काटिहाल्नु। यस्तो छाता ओढ्नु पर्ने जस्तो चाहिँ होइन, यतिकै हेर्नुमा। म निस्केको बिल्डिङ चाहिँ यो हो कि स्टेसनको बिल्डिङ पनि हेर्दाखेरि रोयल भाइब छ नि, पुरै खतरा लाग्छ क्या। हेर्दाखेरि नै कहाँ लग्जरीमा आयो जस्तो, स्ट्रक्चरै त्यस्तै हो कि। अरू त यस्तो मोडर्न बिल्डिङ भइहाल्यो, त्यसको चाहिँ स्ट्रक्चर कडा खाले। अब यहाँबाट सिधा गएर 2वटा बाटो काटेर राइट लागेपछि कलेज आउँछ। पानी परेर वातावरण हेरौँ त सही भयो नि है, कडक। यस्तो चाहिँ मलाई मनपर्छ क्या, यस्तो खालको वेदर चाहिँ। त्यहाँ फट्याएको हान्यो, रातो हरियो बलेसी गयो भने कत्रो कत्रो बिल्डिङ हो यारमा, हेर्दै फेरि हुने जस्तो क्या। यहाँ चाहिँ केटाहरूले सौराको साइकलले नि यहाँ चोलिसक्यो है अस्ट्रेलियामा। उहाँदेखि सौराको साइकल टक्क हरियो भयो। कति भएछ टाइम यार, टाइम कति भयो यार, 28 भयो। 11:30बाट हो 28 भएछ, ठिकै छ, टाइममै पुग्यो। 28 भने नि 40तिरबाट क्लास सुरु हुन्छ, त्यस्तै 40-45बाट। अब सिधै क्लासतिर भेटौँला है त। अब यस्तो छ लाइब्रेरी, लिफ्ट चढेर माथि जानु अब। Work examples, so submit design methodology. See the big buildings, brother. We're gonna on that. यस्तो सही बिल्डिङ छ यार, आर्किटेक्चर त खतरा नि। यो भयो बिहान देखाएको चाहिँ यहाँबाट भयो, यस्तो सही छ क्या। यो लाइट रेल हो, यहाँबाट चाहिँ ट्रेन स्टेसनको। Brother, you have in 8 minutes. Full underground छ यहाँ चाहिँ, सिधै तलबाट। है बाटोको तलबाट देखाएको थियो नि, यहीँ हो त्यो चाहिँ। सिधै तलबाट आयो, यताबाट जान्छ। यताबाट एउटा आइरह, यताबाट एउटा गइरह। टेस्ट दिएर आएको यार, आज टेस्ट थियो। कति 11:30 बजेदेखि 6 बजीसम्मको क्लास थियो।
टेस्ट दिएर आयो यहाँ के भयो यार 2 घन्टा जतिको रिटर्न टेस्ट त्यसपछि 1 घन्टा चाहिँ क्वेसन एन्सर जस्तो थियो के भयो लेख्न त लेखेँ क्वेसन सोधेको 5 वटाबाट चाहिँ 2 वटा बिग्रियो अब के हुन्छ हेरौँ अझै अब स्टेसनमा ट्रेन कुर्थ्यो यहाँ भियतनामी जस्तो त्यहाँ ब्रदर you want to say something? No, bro. Have this seat. ठिक छ भियतनामी दोस्त छ सँगै बस्छन् क्लासमा चाहिँ दोस्तले फेरि हाई डिस्टिङसन हानिदिन्छ मेरै हो नराम्रो हुन्छ अब ट्रेन चाहिँ हो हेरौँ के हुन्छ I don't think we have space for you. नो स्पेस ब्रदर पुरै प्याक छ त यार बुझाएको छ यत्रो मान्छे Just to exit before morning. बाढ छ त यार You can go in there to check in. No problem. It's okay. बिहान चाहिँ खतरा पानी परेको थियो जाने बेलामा अहिले चाहिँ बादल चाहिँ लाखायो अरे तर पानी चाहिँ राति पर्ला तर आज दिन चाहिँ शीतलै भयो ए गजनी लुकमा ल आजको भ्लगलाई अब यति नै हुन्छ होला राति केही भएछ भने चाहिँ भोलिको भ्लगमा आउँछ डेली भ्लगै अबदेखि बाई